आज यो एउटा प्रोग्राममा मैले राजेश पायल राई र हर्का साम्पाङलाई देखेँ होइन। त्यो पत्रकारले क्वेसन गर्यो क्या राजेश पायल राईलाई। राजेश पायल राईलाई चाहिँ अहिले चाहिँ विभिन्न मिडियाहरूमा चाहिँ श्रम संस्कृति पार्टीको बद्रीबङ्गिनी भन्दो रहेछ। यो के हो यो विषयमा भनेर होइन। जहाँ गए पनि खालि श्रम संस्कृति पार्टीकै बारेमा बोल्ने, त्यसकै बारेमा गीत गाउने भएछ राजेश पायल राई। त्यही भएर चाहिँ पत्रकारले क्वेसन गर्दो रहेछ। यो विषयमा के भन्नुहुन्छ? यो विषयमा चाहिँ के भन्छु भने जुन यो राजेश पायल राई छ होइन, अनि राजेश पायल राई मात्रै होइन, तपाईँको विश्व लिम्बू होइन, दह्याङ राई, त्यसपछि तपाईँको विल्सन विक्रम राई, त्यसपछि तपाईँको भनेको जति पनि यो के भन्छ समुदाय यिनीहरूको समुदायहरू छ नि। चुनाव अगाडि सुन्नु है, चुनाव अगाडिको भिडियोहरू तपाईँहरूले हेर्नु। चुनाव प्रचारमा राजेश पायल राईदेखि दह्याङ राईदेखि लिएर यो विश्व लिम्बू विल्सन विक्रम राईदेखि लिएर तक्मै बुढाहरू छ नि, यो सबै यो उनीहरूको समुदायहरूको पुरै क्या प्रचार प्रसारमा हिँड्ने होइन। उनीहरूको के हो भने तपाईँको RAI मात्रै हुनु पर्यो, गर्लाममै अँगालो हार्ने। यो त मेरो 13 दिने दाजुभाइ हो, चाहे त्यो बलात्कारी होस् होइन, त्यो चाहे जीबी राई हेरौँ त अब। रवि लामी छानेलाई सहकारी ठग भने छ जीबी राई चाहिँ बचाएको छ। जीबी राईको बेलामा उनीहरू त्यस्तो भरिसक्यो। जीबी राई भनेको छँदै छैन, अपराधी नै होइन त्यो मान्छे भन्ने उनीहरू भनेको चाहिँ एकदम जातिवादी सोचले चाहिँ सङ्क्रमित मान्छे। त्यही त यो जति पनि यो कलाकारहरू भनौँ न अब होइन, यो विश्व लिम्बूहरू भयो, यिनीहरू विल्सन विक्रम राई, यिनीहरूले ठ्याक्कै आँखा नै बन्द गर्दो रहेछ क्या। उनीहरूको समुदायमा आएपछि चाहिँ क्या देशमा को राम्रो को नराम्रो, कुन पार्टी राम्रो, को मान्छेले राम्रो काम गर्छ, यिनीहरू केही नहेर्ने, बस समुदाय होइन। तपाईँको प्रश्न एउटा भन्छु, जस्तै म हर्का सम्पाङ अलिक राम्रो मान्छे अथवा खत्रै अलिकति नेता थियो भने हर्का सम्पाङको छेउछाउमा राजेश समाल हुन्थ्यो होला, निखिल उप्रेती हुन्थ्यो होला, अर्थात् नयाँ कलाकारहरू है। नयाँ कलाकारहरूमा तपाईँको जस्तैमा सौगात मल्ल हुन्थ्यो होला, विपिन कार्की हुन्थ्यो होला, अर्पण थापाहरू हुन्थ्यो होला, जस्तो अनमोल केसी हुन्थ्यो होला होइन, हुन्थ्यो होला नि त। तर के छ, हिरोमा दह्याङ राई छ, गायकमा राजेश पायल राई छ, पत्रकारमा विश्व लिम्बुनी होइन। उनीहरूको चाहिँ कस्तो हुन्छ भने राम्रो होस् नराम्रो होस् बल्ली बल्ली RAI हुनु पर्यो। आई लभ यु भइहाल्यो। अनि मेरो भनेको अब गाली गर्ने है, हर्का सम्पाङको बारेमा नराम्रो टिका टिप्पणी आलोचना गर्दा हर्का सम्पाङलाई तपाईँले गाली नगर्नु, मुख नछाड्नु होइन, मुख नछाड्नु, बस आलोचना मात्रै गर्नु। तपाईँको त्यो कमेन्टमा गाली गर्नेहरू सबै उनीहरूको समुदायको है, A to Z होइन। अनि जो जहाँ तपाईँले त्यहाँ नाम थर हेर्नु होइन, नाम थर हेर्नु, त्यो जसको नाम थर हुँदैन उनीहरूको पनि त फेक आइडी बनाएर क्या उनीहरूले। त्यही त म चाहिँ यो विषयमा यो विभिन्न किसिमको हर्का साम्पाङको समर्थकै भनौँ न उनीहरूलाई। यो विश्व लिम्बू त अस्ति नै एउटा अलरेडी परिसक्यो। अब एउटा कुरा भन्छु कि तपाईँलाई म, उनीहरू भनेको हर्का साम्पाङको समर्थन पनि होइनन् क्या। उनीहरू भनेको कस्तो भने 13 दिने दाजुभाइ हुन्छ नि, 13 दिने दाजुभाइ भनेर मात्रै पछि लागेका हुन् उनीहरू भनेको। त्यही त यो विषयमा चाहिँ म के भन्न चाहन्छु भने होइन, यिनीहरू भनेको पत्रकार, यो चाहिँ गायक, हिरो, सेलिब्रिटीहरू, यिनीहरू भनेको देशको गहना हो। यिनीहरूले चाहिँ आफ्नो के भन्छ एउटा जातीय रूपमा, एउटा चाहिँ समुदायको रूपमा हेर्ने होइन, देशमा कसले राम्रो गर्दैछ त्यतातिर जाने हो नि त होइन। जसले यही प्रश्नलाई भन्छु, जस्तै बालेन शाहले चुनाव उठ्ने बेलामा प्रचार प्रसारको लागि दह्याङ राई गयो, राजेश पायल राई गयो, विल्सन विक्रम राई गयो, कोही गयो त, कोही गएन होइन। एउटा निश्चल बस्नेतले चाहिँ प्रचार गरे, अलि हल्का यसो फिल्महरू केही हालिदिएको युट्युबमा भन्ने सुनेको थिएन। तर यिनीहरू कस्तो भने मैले लास्टचोटि हेर्दाखेरि नेपालमा जति पनि यो जातिपाती सोचले ग्रसित भेदभाव गर्नेहरू, बाहुनहरूलाई चाहिँ सबैले होइन, तिमीहरूले चाहिँ सबैलाई भेदभावहरू गर्यो भन्छ नि होइन। तर अहिले नेपालमा सेकेन्ड नम्बरमा सबैभन्दा जातिवादी सोचले सङ्क्रमित
सङ्क्रमित एकदम जातिवादी किरा यहाँ भनेको चाहिँ जातिवादी किरा मात्रै छ उनीहरूको श्रम संस्कृतिबाट श्रम संस्कृतिको उनीहरूको समुदायहरू उनीहरूको भनेको जातिवादीबाट उनीहरू कहिले माथि उठ्नै सक्दैनन् क्या त्यही त भन्दैछु नि एउटा राष्ट्रको गहना भएपछि जातिवादीमा लाग्ने होइन एउटा नेपाली हो भनेर जाने हो होइन राम्रो कुराहरूलाई समर्थन गरौँ बालन शाहले राम्रो काम गर्छ बालन शाहलाई पनि त राम्रो काम गरिरहेछ भन्न सक्नु पऱ्यो नि उसको पक्षमा पनि त बोल्न सक्नु यिनीहरू यतिसम्म जातिवादी छन् नि तपाईँको त्यो एउटा त्यो झुमा लिम्बू भन्ने के मैले हेरेँ थिएँ लास्ट टाइम झुमा लिम्बू भन्ने त्यसले चाहिँ के भनेको रहेछ एउटा पोडकास्टमा त त्यसले त्यो खोइ के काफ्लेमा गीत पनि गाएको रहेछ क्या त्यो घर केले छाउने के भन्ने त्यसले के भने खोइ यो मगरहरू पश्चिममा छन् तामाङहरू तामसालिङ छ अनि के अरे यो राई लिम्बूहरूको पूर्वमा छ छेत्री बाहुन चाहिँ कहाँबाट आयो कहाँ हो त यिनीहरू ल यस्तो क्या यिनीहरू भनेको चाहिँ जातिवाद यिनीहरू ए टु जेड क्या यिनीहरूको मान्छेहरू यिनीहरू कस्तो भन्दा थाहा छ लिम्बूहरूलाई पनि यिनीहरूले थाङ्नामा सुताइरहेको छ कसरी किरात प्रदेश भन्ने होइन अब किरात प्रदेश भन्ने लिम्बूहरूलाई त्यहाँ नसक्नु होइन अनि यिनीहरूको भनेको कस्तो छ भने एकदमसँगले जातिवादीमा सङ्क्रमित छ ए टु जेड अब किरात भनेको जात होइन यो त एउटा सभ्यता हो भन्ने उनीहरू होइन भन्ने उनीहरू किरात भनेको चाहिँ सभ्यता हो त्यो सभ्यताभित्र जोसुकै पनि पर्छ यो जात होइन भन्ने उनीहरू तर राईहरूले फेरि स्पेसली राईहरूले के गर्ने सुदन किरात राई अब उनीहरूले लेख अर्को बबिना किराती भने त चरी भए भुरुरु जान्थे उडे भन्थे उनीहरू चाहिँ फेरि जातै तोड लेख्थिन् होइन यिनीहरू भनेको चाहिँ मेन भनेको जुन दिन जातिवादबाट दिमागबाट निस्किन्छन् उनीहरू सच्चा नेपाली हुन्छन् उनीहरूलाई भनेको नि दौरा सुरुवाल ढाका टोपी लाउँदाखेरि उनीहरूलाई गर्व छैन क्या ए यो बाहुनको पोसाक भनिदिन्छ त्यही त अब धेरै कुरा भन्दा पनि सबै कलाकारहरू नै हो यिनीहरू होइन यिनीहरू भनेको राष्ट्र गहना भनिसकेँ मैले अघि राष्ट्रको गहना हो यिनीहरूले भनेको जातीय रूपमा होइन एउटा नेपाली भएर